Hello everyone, welcome back to my channel. It's me Savita Shrestha. Hope सबैजना सन्चै हुनुहुन्छ होला. म पनि सन्चै छु यहाँ. अनि अब टाइटल हेरेर त थाहा पाइसक्नु होला ब्लग हैन. यतिकै पढाइदिन लागेको. भोलि चाहिँ व्रत बन्धन छ अनि अब नेवार भएर जन्मिसकेपछि के गर्नुपर्छ. सो मामा घरमा चाहिँ आज हामी जान्छौँ अनि रोटी पोल्छौँ. गाइज म चाहिँ नानीलाई पुऱ्याएर आइसकेको छु. सो अनि अब म चाहिँ फ्रेस हुनु पर्यो. सो आज मेरो त्यस्तै नुहाउनु पर्ने कारणै छ. सो म घर गएर नुहाएर फ्रेस भएर आउँछु. बाई. A few moments later. हेलो गाइज, म चाहिँ फ्रेस भएर आइसकेको छु. फर्स्टमा चाहिँ मैले खाना खाएँ अनि फ्रेस हुनु गएँ. सो खाएको चाहिँ अब त्यस्तै भयो होइन. अनि म अब मम्मी माथि सिआइडी हेर्दै हुनुहुन्छ. हाम्रो मम्मी चाहिँ सिआइडीको फ्यान होइन. अनि म पनि हेर्दै थिएँ, त्यतिकै बसिरहेको थिएँ. अब चाहिँ हाम्रो सर्भर खोलेको छैन नि त आज. अनि अब एकछिन यसो बाहिरतिर जान्छौँ. बाहिर भन्नाले अब बोल्न त्यही हो गाइज, हेरिदिनुहोस्. त्यही अर्कै भन्छु म. यति भन्न चाहिँ आएको यहाँ. एम आई टेकिङ मुस्लिम जस्तो मलाई मुस्लिम जस्तो केहरू यस्तो त लगाउँदैन होइन. तर खोइ यो ब्राउन भएर नि हो कि के हो देखेको छु क्या कमेन्टै. बुढी अझै घरभन्दा टाढा छ अरे क्या. बेबीलाई हामीले पिकअप गऱ्यौँ. हाई भनिदेऊ बेबी. बेबी हाई भनिदेऊ. यो चाहिँ चिनी अनि घिउ हो. रोटी बनाउनलाई चाहिँ हाम्रो मस्त के अरे मस्त कि यो यस्तो गर्दैछु कि भन्नाले बोल्दैछु. अनि यहाँ मजुहरू कुरा गर्दै हुनुहुन्छ. अब यो घोलेसी चाहिँ घिउ र यो चाहिँ चिनी हो. यो घोलेसी चाहिँ रोटी के गर्छ तिमी मजाले घोल्ने पर्छ अरे. यस्तो अब रेसिपी देखाइदिन्छ. यो चाहिँ चिनी र घिउ हो. मजाले मुस्नु. गर्दैछ नि यस्तो भयो यो चाहिँ होइन. अब चिनी र घिउ चाहिँ मिसेर सब घोल्नु पर्दो रहेछ. अनि घोलेर फेरि हाल्ने रे पुग्दैन भनेर त्यत्रो रोटी बनाउने रे. अब फेरि घोल्ने रे. मैले यहाँ चिनी यत्रो घोल्नु मैले खाने रे अलि चिनी यो चाहिँ भुइँको टिपेर खाऊ. अब यहाँ फेरि घोल्ने त्यसकै अघि पातालो बनाएको थियो नि. त्यहाँ मम्मी चाहिँ त्यहाँ गर्दै हुनुहुन्छ. मजुले गर्न हुन्न. सो हामी गर्दैछौँ यहाँ बसेर. यहाँ चाहिँ अब मोमो पार्टी चल्दैछ हाम्रो. यो चाहिँ नानीलाई हो क्या, त्यही भएर हामीले यतिकै राखिदिएको. यस्तरी मोमो पार्टी चल्छ लिएर पनि जाऊ. म चाहिँ घर आएको थिएँ नानीलाई लिएर. अनि कुखुरालाई दाना हालेँ. अब चाहिँ फेरि जान लागेको. यस्तो यता र उता गर्नु परेको छ. बिचरा बुनी आज घर ट्रेक्टर भएर बसेको छ. A few moments later. गाइज अब यहाँ भ्लग बनाउँदै थिएँ होइन. म चाहिँ रोटी पोल्दै थिएँ. रोटीले चाहिँ मेरो
हातै लैदियो सो गर्दै पछि यहाँ के पो लागेन मैले यहाँ भगवान् टाइम लाग्छ गरेको त्यो रोटी पोल्छु भनेर झन् अगाडि नै अलि यस्तो गरेको यो हात त तलै गएछ क्या अनि तेलमै चुप्लुङ्गै डुब्यो आजको भ्लग चाहिँ यति नै हो म अब भोलि स्टार्ट गर्छु भोलिको भ्लग बाई बाई थ्याङ्क यू सो मच सबैजनाले हेरिदिनु भएको मलाई